This is Hobart. Clean air, crazy view, and pure vibe. Not too crowded, not too loud, just the pure balance of city and nature. Today, we are not just exploring, we are heading out for a camping adventure, sleeping under the stars, and enjoying every moment Hobart has to offer. Now, let's get into it. Hello, hi. 산책이 여기 있고요. एकछिन कहिले काहीँ यसो गराएर सर्ट क्लिपहरू हालेर लगाइदिनु न म हाल्छु। I hear you talking at work to the boys in the gym, talking at the bar till I walk in. Leaving the Glenorchy behind, we head toward our destination. 47 km from Glenorchy. It takes us around 45 to 50 minutes to reach the camping spot. Camping. माथि ट्रकमा बसेर झार्छ जा त्यसले झारिहाल्छ नि हामीले झार्छ भनेको थियो कि होला है झारेको त पैसा देखेन होला त्यो सुकेको ल्याउने होला नि यहाँ कस्तो हुन्छ सुकेकै त कसरी भयो नि ढोका त यहाँ आयो त ढोका त यता होइन र ओए यो हुन्छ नि यो ढोका हाल्यो यसरी रिङ तै खाना भयो लभली लभली ल अहिले किन्न जाने होइन अहिले हन्टिङमा जाने अनि यो हन्टिङमा टुक्रुङ सबै लुगाएर हाल्यो। हन्टिङ के हन्टिङमा जाने त यो त्यस्तोहरू काटिदिनु पर्ला। त्यही छ दाउरा साउराहरू फुलुर मात्रै हुन्छ क्या केही नै कति बल्छ सानो त्यसले त अघि त खुब 40 मा हारे आउँदैन होला नगर्नु किन अब टाइम ल्याप्स हाल्छु 10:30 बजेदेखि होला न अन्त अहिले चाहिँ होला नगर्नु। देखाउनु पर्यो यस्तो होला एउटा यस्तो अरु के गर्न राति हावा जान्छ भाइ कत्रो हुँदो रहेछ त
अब टेप्ला टास्छु एकछिन चिया सबैले खाने है तर यो धेरै माथि गयो के चिया के सबैले खाइन्छ है धेरै दुध आउँछ चियापत्ती केमा हरे यहाँ पनि छ त फेरि अन्डा अन्डा लिएर टाइप किन राखेको अन्डा त्यही भएर त मैले यति धेरै अन्डा किन लिएर आएको भनेको भोलि बिहान चियापत्ती के केमा हाल्नुभयो धेरै यसमै हो र चियापत्ती भएको मोटी कुराहरू मिलाउँला सब हाले चाहिँ मरिच केमा ठोक्ने यसलाई केमा ठोक्ने यसलाई अलि ठोक्ने केमा ठोक्ने हो र यहाँ ड्याङ्गा मलाई कुनामा राख्दिनु है सुन्नलाई ले कुनामा म घुम्नुले दिन्छमा यताको नि काम खाने उताको नि काम खाने टेन्सन हाम्रो हो क्या होला म त यता स्मिता उताबाट त केटा गएर त मलाई सानो नपाए भन्यो म गएर गाई पालेछ अझ मलाई फोन गरेर के भन्छ ल जीवन म 1 वर्ष दिन झाल्लाको त कहाँ हो त आउने हो र भन्छ होइन जीवन मसँग ठाउँको ठाउँ झुट त्यो त्यस्तो चेयरै थिएन खोइ मेरो प्लेट आकाश भाइ त्यही छ माथि कान्जेसन अफ गरेर हजुर उम्ने चटपटे मसला केही पनि नभएर कस्तो हैन कस्तो मिठो भयो जाम भयो यो त को लेख्ने हो त अनि आइ क्वेशन यहाँबाट खिचिरहेको त खै ए आहार चेयर्स ल लास्टमा नभएको अरे म हौ राख्नु पर्छ भाइ मात्र दिन्छ बाबा घाटी पुरा गर्ने सानो भयो तँ घरबाट बोलेको यो त्यो बिचमा मात्रै छिटो भयो नि हुन त है लोमा बनाउन त्यहाँको हो नि त्यो यो दाउरै कस्तो भयो कि कस्तो अर्कै खालको त्यो उयो है त्यो स्मेल के कस्तो नपरे के 4 घण्टा टाढा दिन्छ तो न्यानोमा छोडेर मलाई वहाँ राख्दिएर छैन सुमिता दाएर बस टाढो भएको भए ओहो यो त लास्टै घरथि हाले हुन्छ अब मेरो राम्रोसँग खिच्दिनु बुढो एउटा आग लगाइदिए मासु उता सर्दु बिहान होइन अब बल्ल त सुरु भयो म बनाइदिन्छु ल आकाशले गाउने माटो चाहिँ माटो तिम्रो माया कलेजीमा टम्मै बग्यो तोला तिम्रो माया कलेजीमा टम्मै बग्यो तोला तिम्रो माया
लाग्यो कि जपकै भैसैमा भैसैमा मर्छु पो क्यारे मन सोल्टी बरोबर नदाकी मन सोल्टी बरोबर बिरालो भएरै हो माया बिरालो बिरालो भएरै हो अब झुटो नभनेर माया साथीकै हो अब झुटो नभनेर माया साथीकै हो माया लाएर जानेले पागल बना खिचे मलाई घायल बना खिचे मलाई पागल बना खिचे मलाई घायल बना खिचे चौतारीमा उडाका भेट हुँदा भैँस लागे भन्छन् मलाई साँझ पका चौतारीमा उडाका भेट हुँदा भैँस लागे भन्छन् मलाई नाच्नु घुरघुरे क्वाचेमा हाल्नु कि अनि हजुर एउटा गाउँ न ल मको बजाइदिन्छु कस्तो सुमितका छक्कै गर होला हामीलाई मिलाएर नाच्यो एउटा गीतै गाउनु पर्यो छिटो स्मिता नाच्छ के भाउजू गाउनु म बजाउँछु के रुकम यस्तै गर्छ के गर्नु पुरै गर्नु क्याब ल्याइदिनु चल्दै पर्दैन नो 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 डोन्ट गीत के रे बन्दीपुर जामला सँगै बसौँला सेल्फी खानौँला सोल्टी ल एउटा म भिडियो हाल्छु सोल्टी कति चोटि हो त यिनीहरु देखिराख हौ गाडीको लाइट बाल्दियो क्या अब वाइपरमा त्यही थियो कि अघि यता नि मैले तिमीलाई देखाएको त्यही एउटा मात्र हो त अनि ल्याएको एउटा के गरेको पाइदियो बोल्नुको Love it, thank you.
यो कौडा त घुरघुरी कस्तो मात्र सौदो रहेछ कुरा जैन खोलिदेऊ लाज लगे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखैमा क्या बताऊं यारो मैं तो हिल गया कोई मिल गया मिल ही गया मेरो रानी मुखर यसलाई खिच्दा भाइ एउटा तिम्रो भाइरल हुने भिडियोको के बनाउ सर्ट क्लिप चाहिँ बनाउनु अलि नजिक नाच्नु न हजुरहरू भाइ भिडियो आउँदैछ हामी मिलिनियर हुन्छौँ फ्राइडे हामी सबै भेट्छौँ स्याटरडे पैसा बाँडेर सबै आफ्नो बाटो लाग्छ कसैले कसैलाई चिन्दैन भिडियो हेरेर मान्छे बुढो भयो नाम चाहिँ योङ दाइकोबाट मान्छे बुढो ए पाइसक्यो रहेछ मलाई किन्न भनेको पनि पायो भनेर लाइटर बल्दो रहेछ कि तर उनी हावा लगाएर क्या डब्बाभित्र हाल्नुपर्छ क्या Happy anniversary to our dearest Lai and Pauzu. यो टेबलै उतालेर जाने यसलाई त्यो मान्छे दुईटालाई यहाँ ल्याउनु पर्छ कि एक्ज्याक्टली 12 बजे यहाँ कसरी काट्ने त नि थ्याङ्क यू ल ह्यापी एनिभर्सरी आठचोटि ह्याप्पी अनि 8 एनिभर्सरी यो गाना ला पुग्यो ए काट्ने कुरा त चक्कु ल्याएको यो चारवटा तेरो कहिले हो बर्थडे सुनि तेरो बर्थडेको लागि राख्नु पर्यो यो 2-4 क्यान्डी ल भएके कति काटेको मेरो बर्थडे आएको छ ह्यापी एनिभर्सरी थ्याङ्क यू गाइस ह्यापी एनिभर्सरीको ह्यापी बर्थडे के खान्नस् पिठा खान्छस् मलाई चाहिँ अलि राम्रोसँग देखायो भाइ ल हेर्दा हाम्रो एनिभर्सरीको पारमा मौका छोपेर हेरेर 8औं एनिभर्सरीको स्वागत बधाई छ थ्याङ्क यू गाइस अब भन्नु तिमी नि गर भन्नु ह्यापी एनिभर्सरी हिजो केम चाहिँ हान्ने भनेर त अनि कसैले खाएन हौ बार्बीको लास्टमा ओइ त्यो चिया हेर्दै गर त कुमले हैन दामी हो र
कालो कालो ब्यागिङ थियो कता गयो त्यो के बुढे लामो ग्रे छ नि झोला हो त्यस्तो फिर भी निकल पड़ा हूँ घर से शायद जिसकी तलाश है वही साथी है वही मंजिल है त्यो भयो भने त केही चाहिँदैन Packing time, packing. No. Yes. It's closing time, brother. Closing time with Rate Kaila. रातो रानी है सही ठाउँ बस्यो बस्दा सबले पाउडर चाहिँ ल्याउनु बिर्सेछ ल तिम्रो यो कि सँगै एउटैमा आउँछ त्यो सबै एउटा कति पर्यो 12 1200 पर्यो सेलमा थिएन सेलमै भएर 1200 त्यसले त्यही चक्का हाउसमै पुरै लाग्यो यहाँ त डोङडा नि गाह्रै पर्छ हौ मान्छे नहिरा हुँदा हरेक दिन त हुन्छ हो त्यो अन्टीले भर फाले होइन तर अरू बिचमा यस्तो चिसो हावा चाहिँ राखेन है होइन भन्नु एकदम एक्सट्रिम हावा राखेन कि आज हावाहुरी चाहिँ छैन आज के अब यसको रोड त कहाँ उठेर नि हावाले उ गरिदिन्छ है उडाउने मान्छे खतरा भयो उडाउने मान्छे खतरा चप्काउने यसलाई सब गरेर राखेर नि गाडी चाहिँ कभर के गना है बाहिरसम्मै त्यो कुदी बनाएर हेर्न कत्रो हो कि कत्रो अनुहारको त्यहाँ जान्न नसक्यो कि त्यसको त्यो अनुहारकै ठुलो भएर कति ठुलो अनुहारको कुकुर भने के अरे त्यो कुकुरको नाम के हो अरे त्यो कुकुरको ब्रिड के हो अरे त्यो अनुहारको डग रटवेलर कि के भन्नु
Not just a trip, but a journey of laughter, love, and memories. यो यात्रा कहिले बिर्सिन्न until the next adventure.